वेलकम टु ब्याक रजनी स्याङ्बो युट्युब च्यानल। यहाँहरूलाई धेरै धेरै स्वागत छ रजनी स्याङ्बो युट्युब च्यानलमा। यहाँहरूले जति पनि मेरो भिडियोहरू हेरिरहनु भएको छ सबैजनालाई थ्याङ्क यू सो मच। भिडियोलाई लास्टसम्म हेरिदिनु होला र तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया आजै सब्सक्राइब गरिदिनु होला। आज चाहिँ म साउनीसँग पार्लर गएको थिएँ। पार्लर गएको साउनी चाहिँ टाउको नुहाएर जानुभएको थियो अनि टाउको त्यो ड्राई गराएर अनि अलिअलि हेयरस्टाइल गराउँदैछ। यहाँ चाहिँ छोरा मान्छेले गर्दो रहेछ। यो चाहिँ अचम्म लाग्यो। हाम्रो नेपालमा चाहिँ ब्युटी पार्लरमा सबै लेडिज नै हुन्छ हैन। लेडिजको ब्युटी पार्लरमा जेन्ट्सको पार्लरमा मात्रै जेन्ट्स हुन्छ। यहाँ चाहिँ त्यो फरक पाएँ मैले। अनि यहाँ गएको यति धेरै प्याक थियो कि अनि यो प्याकमा फेरि कुरेर बसेँ एकछिन। अनि म चाहिँ हाइड्रो फेसियल गर्नलाई रेडी हुँदैछु। अनि यहाँ तपाईँहरूले देख्न सक्नुहुनेछ बाफ दिइरहेको छ। यो बाफ चाहिँ मैले 4-5 मिनटसम्म लिएँ। त्यसपछि मेरो अनुहारमा भएको खिलहरू निकाल्न थाल्यो हैन। अनि यो खिलहरू निकालिसकेपछि चाहिँ मलाई डाइरेक्टली यिनीहरूले चाहिँ फेस प्याक लगाउन थाले कि। अब नेपाल र यहाँ चाहिँ अलिक फरकै पाएँ मैले। त्यही भएर मलाई मनै परेन, चित्तै बुझेन हैन। अनि म चाहिँ अब कहिले पनि गर्दिनँ, यहाँ गऱ्यो भने नेपालमै गर्छु भन्ने सोचिरहेको छु। खिलहरू निकालिसकेपछि डाइरेक्ट फेस प्याक लगायो हैन। फेस प्याक पनि सुरुमा फुल लगायो, सेकेन्डमा हाफ लगायो, थर्डमा फेरि पनि फुल लगायो। त्यसपछि मलाई मनै परेन। अनि डाइरेक्टली यिनीहरूले मलाई फेस प्याक लगाइसकेपछि चाहिँ मलाई सेरम लगाइदियो कि। त्यसैले मलाई मनै परेन। अनि म आफै बनाएर लगाउँछु, घरमा आफै केयर गर्छु भनेर चाहिँ मैले सुरुमा दही लिएँ। अनि दहीसँग चाहिँ मैले अन्य कुराहरू पनि मिसाउँदैछु। तपाईँहरूले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। तपाईँहरूलाई पनि एकदमै काम लाग्छ। हामीले घरमा आफ्नो स्किन केयर गर्नलाई के गर्नुपर्छ भनेर थाहा पाउनु होला। मैले चाहिँ थोरै कफी पनि राखेँ। मसँग चाहिँ नेस्ट कफी थियो, त्यसैले मैले दहीमा नेस्ट कफी राख्दैछु। तपाईँहरूसँग अन्य कफी छ भने जुन कफी राख्दा पनि हुन्छ, तर अर्कलेर राख्नु होला, त्यति धेरै नराख्नु होला। मैले चाहिँ अलि धेरै राखेछु, पछि थाहा पाएँ अलि धेरै राख्दाको रिएक्सन पनि। त्यही भएर मैले यसमा फेरि सेरम राख्दैछु। भिटामिन सी सेरम हो यो चाहिँ, एकदमै थोरै छ र पनि मैले यसलाई पनि यही राखिदिएँ। तपाईँहरूले देख्न सक्नुहुनेछ यो भिटामिन सी सेरम हो। यो पनि मैले यही मिसाएँ। तपाईँहरूसँग भिटामिन ई छ भने क्याप्सुल राख्न सक्नुहुन्छ। मैले चाहिँ भिटामिन डी राखेँ। मसँग भिटामिन डी क्याप्सुल थियो, मैले त्यही राखिदिएँ। किनकि मलाई चाहिँ मेरो स्किन चाहिँ एकदमै ड्राई छ, त्यसैले मैले ड्राइनेस कम गराउनको लागि चाहिँ मैले हनी हालेँ है अहिले चाहिँ। अनि यसमा यिनीहरूलाई मैले सबलाई मिक्स गर्दैछु। तपाईँहरूले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। तपाईँहरूको स्किनमा पनि एकदमै दाग धब्बा चाया पोतो अनि ड्राइनेस छ भने चाहिँ यसरी बनाउन सक्नुहुनेछ। मैले चाहिँ यसमा टमाटरको पेस्ट पनि राखेँ। यसलाई मैले यसरी थिचेर टमाटरको पेस्ट निकालेर यसरी बनाउँदैछु। अहिले चाहिँ मैले यसमा बदामको पाउडर पनि हालेँ हैन। त्यसपछि रेडी बनाएर मैले सिसामा राखेर यसरी अनुहारमा एप्लाई गरेकी छु। यदि तपाईँहरूले पनि घरमै बनाउन चाहनुहुन्छ भने पनि एकदमै सजिलो छ। यो धेरै महँगो पनि पर्दैन, घरभित्रै पाइने सामानहरू हो। तपाईँहरूले यसलाई मिलाएर गर्नुभयो भने तपाईँको स्किनमा एकदमै निखार पनि आउँछ अनि तपाईँको अनुहारमा भएको चायापुतहरू अलिकति कम हुँदै जान्छ। मैले चाहिँ यसरी फेस प्याक पनि यसैको बनाएको छु अनि क्लिनिङ पनि यसैमा बनाएको छु। तपाईँहरूलाई मैले अरू भिडियोहरू पनि ल्याउने छु। साथीहरू, मैले चाहिँ एउटा आलु लिएकी छु। यो आलुबाट चाहिँ मैले हाम्रो अनुहारमा लगाउने क्रिम बनाउँदैछु। अन्तिमसम्म हेर्नु होला। के हाल्नुपर्छ, कसरी बनाउँदैछु भनेर यो भिडियोलाई चाहिँ तपाईँहरूले पुरा हेर्नु होला र तपाईँ आफैले घरमै बनाउन सकिन्छ। मैले चाहिँ यसलाई सुरुमा यसरी तास्दैछु। यसलाई तासिसकेपछि यसलाई ओखलमा हाल्नुपर्छ र ओखलमा हालेर यसलाई मजाले थिचेर यसको पानी निकाल्नुपर्छ। हामीले पानी निस्किने गरेर थिच्नुपर्छ यसरी। र यसलाई चाहिँ तपाईँले यो थिचिसकेपछि जालीमा हाल्नुपर्छ। जालीमा हालेर यसरी छान्यो भने यो पुरै आलुको पानी मात्रै हो, यो आलुको रस मात्रै हो। किनकि आलुको रसले हाम्रो फेसलाई एकदमै फ्रेस गराउँछ अनि फेसमा भएको दाग धब्बाहरू पनि हटेर जान्छ। र मैले यसमा आलमोन्ड बदामको पाउडर राख्दैछु। मैले यो आलुको पानीमा चाहिँ के राखेँ भन्दा एउटा टमाटर पनि पिसेर राखेँ, टमाटरको पेस्ट अनि आलुको रस अनि यो बदामको पिठो मैले चाल्देर राख्दैछु। किनभने बदामको पिठो अलिकति खस्रो हुन्छ, यानि कि त्यसले स्क्रबलाई सजिलो गर्छ। तर मैले चाहिँ
क्लिजिङ गर्नको लागि यसलाई छानेर हालेँ र यो सबै फिटिसकेपछि म अनुहारमा एप्लाई गर्दैछु। तपाईहरूले पनि यो भिडियोलाई हेरिसकेपछि यसरी नै आफूले घरमा बनाएर युज गर्न सक्नुहुनेछ। सजिलो पनि छ, राम्रो पनि छ, सस्तो पनि छ। तपाईहरूले पनि आफ्नो घरमा यसरी बनाउन सक्नुहुनेछ। आउँदा दिनहरूमा पनि म यस्तै खालका नयाँ नयाँ भिडियोहरू लिएर उपस्थित हुने नै छु। तपाईँहरूको अनुहारमा ड्राई अथवा ओइली के कस्तो छ कमेन्ट गर्न नभुल्नु होला र म त्यही खालको तपाईँहरूलाई ट्रिटमेन्ट गराउनको लागि यस्तै सल्लाह सुझावका भिडियोहरू लिएर उपस्थित हुने नै छु। आजलाई भने बिदा हुन्छु। थ्याङ्क यू सो मच मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा। आउँदा दिनहरूमा पनि यसै गरी माया गरिदिनु होला है त। Thank you for watching.